गाइस आज हामी जानेछौँ कागतीहरू ल्याउन। भिडियोमा गाइस एकदमै मजा आउनेछ। भिडियोको एन्डसम्म बनिदिनु होला। हे व्हाट्सएप गाइस, हजुरहरूको स्वागत छ मेरो मिनी ब्लगमा। आइयो हजुरहरू सन्चै हुनुहुन्छ होला, म नि सन्चै नै छु। गाइस आज मलाई शिवदाई आएर भन्नुहुन्छ कि जाम निम्बु ल्याएर आम भन्नुहुन्छ र म नि शिवदाईसँग जान्छु। शिवदाई र म एउटा साइकल र प्लास्टिकहरू लगेर बजारमा पुग्छौँ र गाइस बजारतिरको माहौल त एकदमै रमाइलो थियो। र गाइस हामी फेरि बजारभन्दा अलिकता माथि गएर त्यहाँदेखि लेफ्ट जान्छौँ। हामीहरू गाइस जाने जङ्गलको एकदमै नजिक हो, त्यसै कारण हामी साइकलमा जान थाल्छौँ र म साइकलमा बसिसकेपछि शिवदाई फेरि साइकल चलाउन थाल्नुहुन्छ। लगभग गाइस हामी साइकल चलाएर 1 किलोमिटर जति टाढा आइसकेपछि गाइस वरपर पुरै हरियो वातावरण भएको ठाउँमा हामी पुग्छौँ र गाइस केही समयपछि हामी जहाँ जाने छौँ त्यहीँ पनि पुगिहाल्छौँ। जङ्गलको एकदमै नजिकै भएको कारणले भ्यू एकदमै राम्रो देखिरहेको थियो। गाइस हामीहरू आएको ठाउँ जङ्गलको एकदमै नजिक भएको कारणले यहाँ गाइस वरपर एकदमै हरियाली र एकदम बब्बाल भ्यू देखिरहेको थियो। गाइस हजुरहरूले जति बिरुवा ढलेको देख्नुभयो यो सबै निम्बुको बिरुवा हो है। र गाइस हामीहरू अलिअलि निम्बुहरू टिपेर फेरि यताउताको म क्लिप लग्न थाल्छु, किन भनेपछि गाइस मैले साँझ आफ्नो आइडीमा अपलोड गर्नुपर्छ नि त ब्लगहरू हजुरहरूको लागि। र गाइस मेरो टिकटक च्यानलको नाम सन्तोष अफिसियल हो, सबैले गएर रिपोस्ट हानिदिनु होला है र सबैले मायाले सपोर्ट देखाइदिनु होला है। र गाइस हामी केही समयपछि पुरै पोलिथिनहरू निम्बुले भरिहाल्छौँ र अब घरतिर जाने तयारी गर्छौँ। र गाइस हामी फाइनली घरतर्फ लाग्छौँ। बाटो अलि लङ भएको कारणले हामी फेरि साइकलमा जान थाल्छौँ। गाइस निम्बु ल्याउन आउँदाखेरि त एकदमै झ्याउ लागिरहेको थियो, तर अहिले एकदमै मजा आइरहेको थियो। किन भनेपछि गाइस उकालोमा आउँदाखेरि एकदमै गाह्रो हुन्छ र तलतिर जाँदाखेरि एकदमै सजिलो हुन्छ है। दाइ पनि गाइस एकदमै धेरै जोसिएर साइकल चलाउन थाल्नुहुन्छ र हामी केही समयपछि घरमा नि पुगिहाल्छौँ है त। गाइस आजको लागि यति नै। यदि हजुरहरू च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक एन्ड सब्सक्राइब।